कृष्ण चौलागाई निर्देशित मल्टिस्टारर एक्सन फिल्म पीताम्बरको ट्रेलर युट्युबमा सार्वजनिक भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो। 3 मिनेट 14 सेकेन्ड रन टाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ। यो फिल्म बदलाको कथा हो। महिलामाथिको अन्याय र शोषण विरुद्ध पीताम्बर नामक शीर्ष पात्रले खलपात्र विरुद्ध लड्ने लडाईँको कथा यसमा छ। एक्सन ड्रामा रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिला विरुद्ध हुने अत्याचारको कथा समेटिएको छ। महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ। निर्देशक चौलागाईले पात्र मार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन्। प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरी, दिव्यदेवको एक्सन अवतार आकर्षक लाग्छ। ट्रेलर प्रदीपको वरपर घुम्छ। दिव्य रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रूपमा देखाइएको छ। एक्सन कोरियोग्राफी र भव्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो। यो मल्टिस्टारर फिल्ममा आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ। विशाल चौलागाईले निर्माण गरेको पीताम्बर चैत्र 29 गते प्रदर्शन तयारीमा छ।